ल अब मामा भान्जाको भेट भयो होइन दाइ? ल ल हिँड्नु। यो कहाँ पूजा? ओ छोरी नमस्ते। भाग्यवानी भएको छ खबर? भिडियो खिच्दै आउने ल म पहिलो नम्बरमा हो। हजुर एकदम स्वागत है। नमस्कार है। ल सबैजनालाई स्वागत छ। अनि ल बा ल चिया खाँदै हुनुहुन्छ दाइले चाहिँ। बुहारी चाहिँ बिहानदेखि काटेकै छन्। त्यहाँ मैले एउटा गम्छा मेरो त्यहाँ झुन्डाइरहेको थिएँ। कहाँ गयो त खोइ? त्यही झुन्डिरहेको अब यसो गर सागनले टिको लाउँदै हजुर अनि आमाले जनै सुपारी पैसा दिनु मलाई चिने अझ चिने मेरो अङ्कल हुनुहुन्छ राजराम काका भनेर बसन्त मामाले चिन्नु होला। बस्नुहोस्। एक कुन्टा स्याउ अथवा एक कुन्टा केरा बनाउनु त सबै एक कुन्टा स्याउ अथवा एक कुन्टा केरा बनाउनु दानाले हुँदैन। पानी खाएकालाई चलाइदिउँ, अरूलाई अलिकति तातो पानी ल हामीले आमा चिन्नुभयो नि है? मेरी माइजू नमस्कार। उहाँ आमा हजुर सङ्गीताको सानीमा मम्मी फुपू सङ्गीताको फुपू चिन्नुभयो? ए मलाई चिनेको छैन नि हामी ठुली आमा। मेरी भाउजू यो मेरो नानी आला टक्को उ पनि नानी उ पनि नानी यो कान्छुबरी सबै नानी तपाईको साइलिया क्यामेराम्यानको साइलिया कान्छी उ धिनाजु म ठुलिया ठुली आमा। के हाम्रो सबैभन्दा ठुलो भिनाजु हो त नि म भिनाजु नै भएँ। सबैको भिनाजु। ल ठिकै छ के रे? बस्नु बस्नु। तिमीले खाजा खायौ? ल गुड। फलफुल खाऊँ फलफुल खाऊँ। ल अनि यहाँ किचनमा के हुँदैछ? ओहो कसैलाई कालो कफी, कसैलाई दुध कफी, कसैलाई चिनी राखेको कफी, कसैलाई चिनी नराखेको कफी, कसैलाई चिया। भेराइटिज रहेछ भेराइटिज है। ल बधाई छ। ल सपना भएपछि बुहारीहरू भएपछि टेन्सनै छैन नि। लक्ष्मीनारायण भगवानको फेरि बोले श्रीमद् भागवत महापुराणको
फेरि बोले महिमा बढाउँ भगवानको, फेरि बोले सुरक्षित महाराजको, फेरि बोले सौनकादि अठासीबारीश्वरहरूको, फेरि बोले नैमिषारण्य क्षेत्रको, फेरि बोले ज्ञान वैराग्य भक्ति निरूपण भगवानको, फेरि बोले श्रीमद् भागवत भगवानको, फेरि बोले कालीचरण भगवानको। हरे कृष्ण भगवान वासुदेवाय वासुदेवाय, ओम नमो भगवते वासुदेवाय वासुदेवाय वासुदेवाय। निज लोके परित्यज्यं भगवान् भक्तवत्सल, वनमाली घनश्याम पीतवास मनोहरं, वनमाली घनश्याम पीतवास मनोहरं, काञ्ची कलापरुचिरुलसं मुकुट कुण्डलं, हे वनमाला विभूषित भगवान। आज हजुरको कृपाले, आज हजुरको स्पर्शदायमा छत्र छायामा बस्नु पायो भगवान हजुर। भगवान हरि ओम नमः। सम्पूर्ण चित्त विभ्रान्त होला, आजसम्म जति चित्त विभ्रान्त थियो, मन वचन कर्म विभ्रान्त थियो, शरीर विभ्रान्त थियो, आज भगवानका कृपाले यस यज्ञमा शरीर हुने अवसर प्राप्त भयो भगवान हजुरका कृपाले। धन्य धन्योस्मि माझ धन्य रहे प्रभु भगवान। बोले राधा दामोदर भगवानको। भिडियो मात्रै है। मुरलीधर भगवान अविवेशं सुभक्तानां हृदयान्योदयज्ञानबलानि च वैकुण्ठवासिनोऽहं ये च वैष्णवानैरोहं यतवादया तत्पथा अलौकिको यमयना मुनिर्वन मुनीश्वर सप्ताह जन्योत विलोकी मया मोडं सप्ताय पशुपं चित्रम सर्वे विदिष्टारः सर्वे सकला भगवन्ते अतो निर्गुणं नास्ति किञ्चिदयाना सदयाय तलो परेत्रम् अदोबबिन्दो सकरं तथैवि अभिततैव कथा समानाय भुविनास्ति चान्यता एके विशुद्धन्ति वदन्तु मह्यं सताय केन कथामयेन कृपालभर्योकरं विल्लेख हिते विचार्य प्रकाशित तेऽपि घाम भयो क्या अहिले त बस्नु? घाम भएन? परमांश पुष्टां विचारकारो विचारकारिणः सता एकेन कलो पुनन्तिते कायेन वाचा मनसा मनसापिकातका नित्यं प्रतिपदन्ति सता तेनाय पराश पुष्टां मणिमन्दिराश्रयं सता एकेन कलो पुनन्तिते सता एकेन कलो पुनन्तिते इमानवाता गतिपति सर्वदा तयं न सदा दुराचरता
मामा के खान्छ खानु परसपुष्टा मलिनादुरसया सप्ता एकेन कलौ पुनान्तिते अत्र ते क्रियस्याम इतिहास पुरातन यस्य सर्वण मात्रेण पापय च प्रदायते तुमदेश कृपया कलप्रिया च यते नमस्नो प्रीणान्तात्यो रमान्दय यथा कामस्नो रसनो सुखाय गृहादिकं संचित समदेव संतानयते नापी बा दुखी तरह चिंतवंगा तरह चिंता तुरे बिरसंग एकदा सबंगम दिवजो बुद्धखा अनन गृह तोटयं बनम गत मध्याने तुरी समजना पिसतो गाद जाता स्तनम मोत्र ममो वेदवान हितं दलेशनं परयवनं प्रजात केन कीर्ति साधिर भवता दिस्ततेव सन्यासी कचिदान समागत दशनं पितोजन सतनं प्रियदाद सदम्बिका नाचा पादयस्तेन निश्चयं समुद्र समुद्र भूता यतिनो दास भद्र कथम रोधि भगवान रोधि वदन रोधिसु विप्राम तो मरिनो तुम का उन्नति चिंता भवि नाता चटावे तसे विशेषण संस्थानपुरा यतिनो दास कथम रोधिसु भगवान योद्धि वरिमा रोधिसि विप्राम तुम काति चिंता बलि यसे वादम तो सबत वर्णस सत्वरम मैया सोष्यम दुखस्य कारणम ब्राह्मण ब्राह्मण उच्च हो विवाह ब्राह्मण दाच किम ब्राह्मण कुंद्रबी विमृषय मुख मुपो द्राम पापेन संचिता यदियं पूर्वग्न प्रजातस्यं पावे न तदुष्टं उपभुञ्जते दिदीको हैन दिदी आजको एकेमा हामी भराहरू आनन्ददाले दिदीको यो कर्मकाण्डमा जति सहभागी भएका छौँ सबैलाई स्वागत छ। कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु। अब सफलता दिदी सन्चै हुनुहुन्छ के है? ठिकै छ। फलफुल खानुभयो नि? महाराज को श्री कृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर नामदेति राधा दामोदर भगवान को
कविता शङ्कर ल बुझाएर एकचोटि सबैजना मम्मी अङ्गुर व्यवस्थापन समितिको संयोजक हजुर व्यवस्थापन समिति खाँदैन खाने भ्याक्सिन के आज त हिजो भातै नखाइकन भाइकिन केही पनि खाइन हो त नि के त्यत्रो पकाएर मैले खाइसकेँ मैले खाइसकेँ हे भगवान हरि कृष्ण भगवान नारायणाय नमः सम्पूर्ण पृथ्वीलाई उतार गरिदिने हरि ओम यस्ता श्रीमद् भागवत महापुराण महिमा वरण भगवानलाई कोटि कोटि नमस्कार छ प्रभु हरे कृष्ण भगवान हरि ओम श्रीमद् भागवत केयं प्रत्यक्षं कृष्णयैवं श्रीकृष्णयानातं मुक्तं भवसागरं यो भवसागरबाट पार गराइदिने यस्ता भगवानलाई कोटि कोटि नमस्कार छ प्रभु हरे कृष्ण भगवान बोलिए कृष्णचंद्र भगवान को बोलिए रामचंद्र भगवान को आरती पूरा गर्नु अग्नि ज्योति अग्नि ज्योति स्वाहा हे भगवान नारायणाय नमो नमः मामा मामा सब दुईटै चाहिँ सब ल सीता ल्याउनुहुन्छ कहिले लक्ष्मण ल्याउनुहुन्छ अहिले त 4 माना पिठो लिएर जानु पर्यो गुरु अन्त 4-5 जना पिठो लानु पर्यो धेरै आलु लानु पर्यो धेरै ठुलो भाँडो लानु पर्यो मलाई चाहिँ ठुलो भाँडो र चाहिँ धेरै पिठो दिनु भनेपछि त अब त गुरुलाई चाहिँ शंका भएन अब कहिले 1 माना भन्छ 2 माना भन्छ 3 माना भन्छ अहिले त गर्दा गर्दै मेरा राम आइजन भन्छ भगवान आइजन तपाईका गुरुका भगवान आइजन गुरुका चाहिँ राम आइजन भन्छन् भन्दैछ यसले त कतै लिएर गएर यसको त व्यापार त गरेको छैन यसले बेचेको त छैन भनेर त्यो दिन अनि 4 माना 5 माना पिठो राखिदिनु भयो गुरुले राखिदिनु भयो गुरुले राखिसकेपछि अनि फेरि लिएर जानुभयो लाँदा अनि गुरु गए जंगलमा गुरुका रामलाई पनि छल्छु भनेछ र के भनेछ भने
ल हेर्नु काँच पिठै लिएर गएर एउटा ढुङ्गामा पिठो राखेर यतापट्टि आगो दाउरा केही नजोडिकन त्यहीँबाट अलिकति ज्योति निकालेर ठुलो बाबालाई देऊ थोरै धुप निकालेर ठुलो बाबालाई देऊ अनि हुन्छ दादा अब त दादा सक्यो होइन अब पूजा ल भोलि समापन हो बहिनी भात मारिरहेको त्यहीँ हो त भजन गाउँदै जानुपर्छ नाच्नु पर्यो है खाइदिउँ माछा पुछ्रेको मेयर साहब हुनुहुन्छ सोध्नु पर्यो क्या एका पूजा भने के रहेछ भनेर हजुरले भिडियो लिनु कस्तो लाग्यो एकदम आजको पूजा कार्य सम्पन्न है भोलि अब आजको चाहिँ सपना यहाँ दाइहरू सुरु कर ल निकाल्नु ल रेडी हुनुहोस् त ल